साथीहरू तपाईँहरू वैदेशिक रोजगारको खोजीमा हुनुहुन्छ। वैदेशिक रोजगारको डिमान्ड आउँछ गइहाल्छ, पत्तै चल्दैन। कसरी हेर्ने, वेबसाइटबाट हामीले वैदेशिक रोजगारको डिमान्ड कसरी हेर्ने, कहिले आएको छ, कहिले इन्टरभ्यू छ भन्ने सम्पूर्ण कुराको खोजीमा हुनुहुन्छ। यदि हो भने यो भिडियो तपाईँ सेभ गरिराख्नुहोस्। म यो भिडियोमा तपाईँहरूलाई वैदेशिक रोजगारको डिमान्ड वेबसाइटबाट कसरी हेर्ने, कहिले इन्टरभ्यू छ, कुन मेन पावरमा गएको छ भन्ने कसरी हेर्ने भन्ने कुरा म यो भिडियो मार्फत तपाईँहरूलाई बताउन गइरहेको छु। सर्वप्रथम पहिला तपाईँहरू यो भिडियो सेभ गरिराख्नुहोस्। सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइलको वेबसाइट गुगल अथवा क्रोम खोल्नुहोस्। त्यसपछि यहाँ www.वैदेशिकरोजगार मैले सर्च गरेको छु। तपाईँहरू यहाँ सर्च गर्न सक्नुहुन्छ। www.वैदेशिकरोजगार.com सर्च गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ वैदेशिक रोजगार विभाग वेबसाइटमा क्लिक गर्नुहोस्। तल स्क्रोल गर्नुहोस् अनि यहाँ वैदेशिक रोजगारको खोजी भन्ने ठाउँमा थिच्नुहोस्। वैदेशिक रोजगार खोजी अनि यहाँ हेर्न सक्नुहुन्छ महिला र पुरुष दुवैजनाको छ। जुन हेर्नुहुन्छ जुन म यहाँ पुरुषको हेर्छु, यहाँ पुरुषमा थिच्नुहोस्। त्यसपछि यहाँ कन्ट्री कुन कन्ट्रीको चाहिन्छ त्यो सिलेक्ट गर्नुहोस्। यहाँ मलेसियाको छ, म मलेसियाको सर्च गर्छु, मलेसिया। त्यसपछि यहाँ अब रिक्वायरमेन्ट एजेन्सी कुन मेन पावरको छ त्यो पनि खोज्न सक्नुहुन्छ। मैले यहाँ एज अ होलमा सबैको खोज्छु। त्यस सर्चमा थिच्ने, सर्चमा जाने। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर धेरै छ। मैले धेरै ठुलो बनाएर आउँछु। यहाँ ठुलो धेरै डिमान्डहरू अहिले छ मलेसियाको। यहाँ 3वटा पेजमा छ, 3वटा पेजमा दिएको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यसपछि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ यसको डेडलाइन छ, कहिलेसम्म छ त्यो डेडलाइन छ। त्यसपछि यहाँतिर यो जब कुन जब छ, सेक्युरिटी गार्ड, जेन्डर वर्कर कुनको छ सबै दिएको छ। तपाईँले कुनमा जान इच्छुक त्यो हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर तपाईँ कुनै एउटा भ्यू डिटेलमा थिच्ने। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ कम्पनीको नाम, मेन पावरको नाम, कतिजना डिमान्ड छ, 10 जनाको, कहाँ छ मेन पावर सबै दिएको छ, कुन मेन पावरमा छ, कहिले अन्तर्वार्ता हुन्छ सबै यहाँनिर दिएको छ। साथीहरू यस्तै तपाईँहरूलाई यस्तै भिडियोहरू तपाईँहरू खोजीमा हुनुहुन्छ भने मेरो भिडियोलाई सेभ गर्नुहोस्। मेरो भिडियोलाई सेभ गरेर राख्नुहोस् र हेर्नु सक्नुहुन्छ। कुन सबै देशको डिमान्ड हेर्न सक्नुहुन्छ। यहाँबाट तपाईँले कुन मेन पावरमा छ मेन पावरको पनि हेर्न सक्नुहुन्छ। हस्त साथीहरू, धन्यवाद।